हामी यतिखेर अर्घाखाँचीमा छौँ। अर्घाखाँचीको मालारानीमा छौँ। त यो डाँडालाई के भन्छ? रक। यो अर्घाखाँची एकदमै चलेको रक गार्डनको तलपट्टि हाम्रो दिदीबहिनीहरूले मकै खनिरहनु भएको छ र यहाँहरूले धेरैजनाले पछिल्लो समयमा चलेको गीत मकैबारी दरम दरम हैरा काक्रा करम करम भन्ने गीत, यो दरम दरम भनेको के हो भनेर धेरैजनाले भन्नुभयो। तर खास अर्थ चाहिँ यो दोहोऱ्याउनेलाई, यसरी मकैलाई कोट्याएर वरिपरिबाट माटो लिएर मकैलाई ढालेर यसलाई उकेर लाउनेलाई दरम दरम भन्दो रहेछ। यो चाहिँ यहीँ खुसी लाग्यो, राम्रो लाग्यो, हामी देख्यौँ। र वास्तवमा जिन्दगी, गाउँले जिन्दगी भनेको यही हो। हेर्नुहोस्, यसमा यति आनन्द छ कि दिनमा टन्न 2टा कोदाका रोटी खाए पनि पच्छ, आधी कसौडी आटो खाए पनि पच्छ होइन त। हेर हाँसेको, फेरि मनै सबैलाई सब गफ्टी गरेर हाँस्नु भएको छ। अनि यसो यसो उसित झोलसित होइन, त्यही च्याउको चाउचाउ कि च्याउ एकदमै मजा आयो। ल धेरै साथीहरूलाई वास्तवमा गाउँमा बसेर गाउँको मजा लिन नपाएकाहरूले गाउँको मजा यस्तो चिसो ठाउँमा बसेर दिउँसो सबैजना बसेर टक्क नास्ता खाएर अर्नी खाएर यो साँझ पकाएको चिसोमा मकै दरम दरम पारेको मकै खनेको चाहिँ कतिको मजा आइरहेको छ। हेर्न सक्नुहुन्छ पछाडि डाँडाहरू यहाँहरूले देख्न सक्नुहुन्छ। र यहाँहरूलाई जानकारी पनि रहोस्, जसको हातमा सिप छ त्यो कहिल्यै भक्कै मर्दैन। यहाँहरूको हातमा सिप छ, यहाँहरूको हातमा तागत छ। यहाँहरूले यहाँको चिसो पानी खानुहुन्छ, यहाँको चिसो हावा खानुहुन्छ, आटो ढेँडो मकै खानुहुन्छ होइन। अनि त्यो कारणले गर्दाखेरि यहाँ यति बलिलो हुनुहुन्छ। अब यहाँहरूलाई यो कोदालो मात्रै होइन, अब यहाँबाट दुकुर्दै माथि गार्डन गरेर आउनुहोस् भने पनि सक्नुहुन्छ। तर हामी चाहिँ सकेन। कस्तो दामी देख्यो, वाउ नाइस। र एकदमै सबैजनालाई गाउँको मजा लिनु होला। थ्याङ्क यू सो मच। दिदी यसो एउटा गीत गाउनुहुन्छ भने, कसैलाई आउँछ भने गाइदिनुहोस् के अरे हो। राम एउटा सर्र गीत गाइदिनुहोस्, सर्र मनपर्छ। हामी किन लजाउन पर्यो न ए उकालीमा म कति दुःख पाम, ओरालीमा झरा बाबुराम, कोदालीलाई लिएर हातमा भेट भइन्थ्यो मेला र पातामा, तम घाँस माथि घाम लाएको तिमीले मकै दोहोऱ्याउँदैछौ भन्दै मैले अर्नी लिएर आएको। एकचोटि सबैजना कोर्लिम ल नाचौ। हे उकालीमा म कति दुःख पाम, ओरालीमा झरा बाब। यो मकै खन्ने बेलामा बिचमा भ्याउन हुन्न भन्छन् नि, कुनामा ल्याएर भ्याउने हो। आज यो एकचोटि बिहान खन्नु भयो अनि दिउँसो घाममा छोडेर अहिले खन्न लाउनु भयो। आहा कस्तो रमाइलो। अहिले उहाँहरू सक्नुहुन्छ र उहाँहरूसँग कोदालोसँग एउटा फोटा खिचेर सबैसँग हो र पाउनु भयो भेटा मालरानी गामतिर, मालरानी गामतिर ले मकै दोहोऱ्याउने ठामतिर, खोला परे लाए चर्का घाम,
ओ काली मामा कते दुःख पाम ओराले माझरा बाबु सम्पूर्ण जनालाई हृदयदेखि धन्यवाद। उज्जवलगिरी एन्ड प्रीति भ्लगमा यहाँलाई स्वागत छ र यतिखेर म विशेष भ्लग लिएर आएको छु। यहाँले स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनु होला। म यतिखेर छु अर्घाखाँसीको मालारानी गाउँपालिकामा छु र यतिखेर यो मकै दोहोऱ्याउने सिजन चलिराखेको छ र यतिखेर मकै दोहोऱ्याउँदै पनि हुनुहुन्छ र मकै यसरी दोहोऱ्याइन्छ। हुन त धेरैजनाले सहरमा बसेर मकै पोलेर खानुहुन्छ अनि मकै भुटेर खानुहुन्छ, मकै उसिनेर खानुहुन्छ। मकै कसरी फल्छ भन्ने पनि धेरैजनालाई थाहा नहुन पनि सक्छ, सिधै बुटा देखेको हुन सक्नुहुन्छ। यो मकैलाई यसरी दोहोऱ्याइन्छ। यो दोहोऱ्याउने क्रममा हामीले चाहिँ यतिखेर यति राम्रो भ्यू देख्यौँ र मैले यो भिडियो लिएर आएको छु र अन्तिम समयसम्म। यहाँ मध्ये यो हाम्रो दिदीले मिठो गीत गाउनुहुन्छ अरे। ए अझै पर्म दिदी पर्म लगाएको यो। अनि दिदी एक दिन पर्म नलाइकन खन्न आउनु पर्यो भने कति पैसा पाइन्छ? ए राम्रो छ ल। उहाँहरू चाहिँ एउटा कुरा पनि जानकारी रहोस्, उहाँहरूले आज एकजनाको घरमा खन्ने अनि भोलि फेरि अर्को जनाको घरमा खन्ने, पर्सि अर्कोजनाको घरमा, सबैकोमा पालै पालो खन्ने। अनि यहाँहरू मध्ये सबैको भन्दा मिठो नास्ता चाहिँ कसले खुवा हो? कसको घरमा? खास नास्ता के पाइन्छ? आहा ए बरे चना मकै चाउमिन त होइन नि? चाउमिन खाएर त खन्न नि सक्ने। दिदी हात के गराउन? बिचरा मड्की पनि खन्न छ। एकछिन रेस्ट गर्नु आउनु। के को मान डाउन